किन सकिँदैन? कस्ताको छ मान्छेले गर्न सकिन्छ एउटा कुसंस्कार र कुरीतिलाई गर्नुस् भन्दा परिमार्जित गर्नुस् भन्दा गर्नुहुन्न र उहाँहरू मूर्ख हो र? सकिन्छ नि किन सकिँदैन? कस्ताको छ मान्छेले गर्न सकिन्छ एउटा कुसंस्कार र कुरीतिलाई गर्नुस् भन्दा परिमार्जित गर्नुस् भन्दा गर्नुहुन्न र उहाँहरू मूर्ख हो र? आमा बुढी हुँदै जान्छन्, तपाईँको स्वास्नी छोरछोरी सबै घर परिवार मिल्छ, त्यो आमा एक्लै हुन्छन्, त्यो आमालाई घिरमा खसाल्न सक्नुहुन्छ? यो कुरा तपाईँहरूले बुझ्नुहोस्। गाई भनेको पनि आमा बराबरको हो, आमालाई फाल्ने कोसिस नगर्नुहोस्। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ। आज हामी विशेष गरी पछिल्लो राजनीतिक समसामयिक विषयमा हामी कुराकानी गर्नेछौँ। कुराकानी गर्नुको निम्ति यतिखेर हामीसँग हुनुहुन्छ बिनु कोइराला हुनुहुन्छ। आउनुहोस् दर्शकबिन हामी उहाँसँग कुराकानीमा जोडिन्छौँ। बिनुजी, यहाँलाई स्वागत छ सम्पूर्ण मिडियामा। हस्, धन्यवाद। के छ, आराम हुनुहुन्छ? हजुर ठिक छ। अहिले पछिल्लो समय जुन बाजुरामा घटेको एउटा घटना, जुन कर्णालीमा एउटा गाईलाई कुटी पिटी लखटिरहेछन्, जुन खोलामा गाईलाई जिउँदै गाईलाई बगाइरहेको भिडियो सामाजिक सञ्जालमा यत्र तत्र छरपष्ट भाइरल भएको छ। यसलाई कसरी हेर्नु भएको छ? गाई पनि हामी आमाको दर्जा दिन्छौँ कि गाई कि माई भन्छौँ हामी। आमाको दुध खान नपाएको बच्चाले गाईको दुध खुवाएपछि गाई पछिको के अरे आमा पछिको माई भने गाईलाई खान्छौँ। यो गाईलाई त्यसरी कुटेको देख्दा एकदम नै भित्री हृदयदेखि नै रुन मन लाग्यो। एउटा जनावर, बोल्न नसक्ने जनावरलाई आफ्नै आमालाई त्यसरी पिटेर पठाएको भएदेखि के सहन्थ्यो होला नि त? मान्छेहरू कति हाराडुस गरेर कुट्न र पिट्न त्यहाँ दङ्गाको स्थिति आउँथ्यो होला। तर बिचरा बोल्न नसक्ने एउटा गाईलाई कुटी खोलामा बगाउनु कहाँको नियम र कहाँको औचित्य हो? यो देख्दा चाहिँ साह्रै नै चित्त दुख्यो। गाईलाई आमा छोरा मान्नुहुन्छ तपाईँ? मान्छौँ नि, किनभने कि गाई कि बुझ्नुहुन्छ तपाईँ? त हेर्नुहोस्, पूर्ण त हामीले राष्ट्रिय जनावर एक त हाम्रो देशको राष्ट्रिय जनावर हो। तर गाईलाई हामी पुज्छौँ पनि, गाईबाट आएको दुध हामी खान्छौँ। आमाको दुध खान नपाउने बच्चालाई हामी बच्चालाई पनि गाईको दुध खुवाउँछौँ, अमृत समान हुन्छ भनेर। भनेपछि त्यस्तो गाईलाई पनि त्यतिसम्म निर्दय भएर कुनै पनि बोल्न नसक्ने जनावर भन्दैमा त्यस्तो निर्दय काम चाहिँ कसैले पनि गर्नु हुँदैन। धर्मको नाउँमा विकृति नफैलाऊ। धर्मको नाउँमा विकृति फैलिएको यो म त त्यही देखिँ। हिन्दू संस्कार संस्कृति अनुसार त गाईलाई एउटा गौमाता भनेर पूजा गरिन्छ। एकदम कुटी त्यो बैतरनी र सैतरनी गर्नु पर्दैन, कुटेर होइन। यदि तपाईँ दान गर्न चाहनुहुन्छ भने जान सुरु गर्छ, त्यसपछि गाई फर्किन्छ छेउतिर। तर पनि एउटा कुरु बनेर ती व्यक्तिहरूले ढुङ्गाले लट्ठी मुराले हान्छन्। उहाँहरूले धर्म गरे हो त? त्यो कति पाप गर्नुभयो त? उहाँहरूले आफ्नो बाबुआमा को मरेको उहाँको पुण्य तिथिलाई भनेर गर्नुभयो, तर त्यो पाप झन् चौखण्डको पाप गर्नु। यदि उहाँले त्यो बैतरनी नै गर्नुभएको थियो भने कसैलाई पाल्न दिनुपर्छ। खोला नगाएर कुटी खोलामा छोडिदिनु हो र? यो गलत हो। यसको विरोधमा चाहिँ हामी उत्रिनुपर्छ। कसैले मार्नु पाइँदैन। एउटा गाईलाई, जिउँदै गाईलाई होइन खोलामा बगाउँदैमा पाप, यो अन्धविश्वास हो, एकदम अन्धविश्वास हो। कसैको जीवित मान्छेलाई लगेर खोलामा बगाउनु त्यो जस्तो जघन्य पाप अरू कुनै पनि हुँदैन। त्यो झन् पापिष्ट हो। हेर्नुहोस् त, हिजोका दिनमा धरानमा के भएको थियो? गाईको विषयलाई लिएर के गर्दै थियो? हेर्नुहोस् त, ती व्यक्तिहरू त्यही त गाई काटेको कारणले धरानलाई 1 मिनेटमा हामी सिधाइदिन्छौँ भन्ने राधिका दाजुहरू कता कुन्दुलोतिर छिरेर खै किन बोल्न सक्नु भएन? उहाँहरू गाईलाई त्यसरी बगाउँदा उहाँहरूले किन आवाज उठाउनु भएन? राष्ट्रभक्ति राजावादीहरू भन्नेहरू खै कतातिर बसे? त्यही त खै हाम्रो राजावादी र एमाले माओवादी भन्ने कुरा होइन। कुनै पनि प्राणीलाई मार्ने अधिकार छैन, केही पनि मार्ने त्यो अधिकार छैन। तर एजेन्डा लिएर बढेको उहाँहरू होइन। एजेन्डा यहाँ त अहिले आफू भाइरल हुन लागेर आफू सत्तामा जान जसलाई जे भन्ने पनि भएको छ। मुखले बोल्न पैसा लाग्दैन अनि जे पनि भनेको छ हामी यसो गर्छौँ उसो गर्छौँ भनेर ढाडस दिने। तर गर्नेवाला कसै छैन। सबैलाई चाहिएको छ सत्ता, त्यही कुर्सी, अरू केही चाहिएर उहाँहरू आन्दोलनमा आउनु भएको होइन। देश बचाउन आउनु भएको छ भने यस्ता विकृति हाम्रो नेपाली समाजमा, सामाजिक सञ्जालमा, हाम्रा गाउँ समाजमा के कस्ता विकृति विसङ्गतिहरू छन् भन्ने खोजतलास गर्नु छैन। यो खोजतलास कसले गर्ने? यहाँ त दिन दहाडै रेल चढाइदिन्छन् काठमाडौँमा, पानी नै नभइकन पानी जहाज चढाइदिन्छन्, खोलै नभइकन खोलो बगाइदिन्छन्। यस्तो यो नेताको पछि लाएर हुन्छ। हामी नेपाली युवा युवती अब जाग्नु पर्यो। देश उन्नति र प्रगति गर्नलाई हामी निडर भएर लाग्नु पर्यो के? यहाँ अब नेताहरूबाट हुनेवाला केही पनि छैन। त्यसैले गर्दा अब हामी जाग्नु पर्यो। हेर्नुहोस् त, पश्चिमका जिल्लाहरूमा अझै पनि छाउपट्टि पर्दा, हजुर बोक्सी पर्दा, हजुर यी प्रथाहरू अझै पनि प्रचलित छन् त्यो ठाउँमा। अब यसको विरोधमा हामी लाग्नुपर्छ। बौसी भनेर कसैले पनि, यो त कानुनले पनि गरिसकेको छ है, कसैलाई बौसी भनेर केही कारबाही कसैले नराम्रो हेर्नु लाग्यो भने त्यो मान्छेलाई
रुटीबारीहरु त छन् नि रुटीबारी त हाम्रो त्यो यो यहाँ एउटा गाईले पनि नखट्ने यो के हो एकदम यो संस्कार यहाँ बसेको संस्कार कसैले हटाउन सक्दैन यो आफैबाट परिमाणित हुनुपर्छ यो र कानुन कडा कानुन लिएर आउने हो भने यो रीतिरिवाजलाई अलिकति न्यूनीकरण गर्न सकिन्छ कुनै पनि जनावरलाई त्यसरी कुटी कुटी खोलामा फाल्ने अधिकार कसैलाई पनि छैन चाहे धर्मको नाममा होस् चाहे पापैको नाममा होस् कसैले मार्न पाइँदैन मारेपछि आवाज उठ्छ म आवाज उठाउँछु म जस्ता हजार युवाले आवाज उठाउनेछन् किनभने कसैको ज्यान लिनु भने अपराध हो के त अब यसमा राज्य निकायले ध्यान गर्ला अवश्य दिन्छ हाम्रो पुलिस प्रशासनका साथीभाइहरू गएर अवश्य पक्रेर कानुनी अनुसारको कारबाही पाउँछन् हेर्नुहोस् त हिजोका दिनमा धरानको विषयलाई लिएर उग्र बनेर उफ्रिए हजुर जुन केही किरातीहरूले केही व्यक्तिहरूले जुन गाई काटेको विषयलाई सामाजिक सञ्जालमा हालेका थिए उग्र बनेका थिए अब त यसको विरुद्धमा नि उत्रिनुपर्छ किनभने हामी गौमातालाई रक्षा गर्नुपर्छ गौमाता मात्र होइन हामीले हरेक चिजको रक्षा गर्नु सिक्नुपर्छ किनभने ज्यान मार्ने अधिकार कसैलाई छैन हाम्रो राष्ट्रिय जनावर एक त राष्ट्रिय जनावर विदेशबाट हाम्रो नेपाललाई वाच गरिरहने मान्छेले आफ्नै देशको राष्ट्रिय जनावरलाई त कुटी कुटी खोलामा फाल्दा रहेछन् भनेपछि हाम्रो इज्जत कहाँ गयो त यो कुरा पनि कुटीको भिडियो जुन सामाजिक सञ्जालमा भाइरल भयो यहाँ त कतिले भन्दछन् गाईलाई पाल्ने जुन दुध दिनजेलसम्म खाने त्यसपछि सडकमा लिएर फाल्ने काम गरिरहेको समाजहरु आइरहेका छन् अधिकांश देखे चाहिँ यो निर्दयहरू हुन् यिनीहरू दया नभएका यिनीहरू के भन्ने दुश्मनहरू यस्तो शब्द पनि मलाई आएन यस्तालाई के भन्छन् भने दुस्साहस गर्नेहरू लुट्नुसम्म लुट्ने खाने रगत आउने दुध तान्ने अनि दुध खाने अनि लास्टमा आएर त्यसलाई कि खोलामा बगाइदिने कि भिरबाट खसाल्ने यसको विरोध गर्नुपर्छ पालेर खाइसकेपछि त्यसको पनि राम्रो ठाउँमा सदुपयोग गर्नु पर्यो आफ्नो बाउ आमालाई चाहिँ पूजा गरेर धर्म नै भनेर हस्पिटल लाने बुढो भएपछि अनि गाई बुढो भए बुद्धि न छोडेर भने चाहिँ लगेर भिरबाट खसाल्ने यो कहाँको नियम कहाँको कानुन यसको लागि कानुन मजबुत हुनु पर्यो हाम्रो गाई मर्ने होइन हामीले उसलाई त संरक्षण गर्न किनभने एक त हाम्रो राष्ट्रिय जनावर हो यो कुरा हामीले बिर्सिनु हुँदैन जुन नेपालगञ्जबाट योभन्दा पहिला पनि ट्रक गाडीहरू लोड गरेर माथि दैलेको डाँडाबाट छराएका यो निर्दयहरू मैले भनिन यिनीहरू निर्दयहरू हुन् यिनीहरू पापी हुन् समाजमा बेला आइरहन्छन् कुनै एउटा जुन पक्ष जुन उत्रिन्छ हैन हाम्रो गाईलाई मार्ने हाम्रो गाईलाई काट्ने भनेर तर यी विकृति विसङ्गतिहरूतिर आवाज किन उठाउँदैन आवाज उठाकै भएर त अहिले कानुन नै भएको छ गाईलाई मार्नेलाई कानुन अनुसारको कारबाही हुन्छ अहिले अब के त तिनी गर्नु कारबाही हुन्छ कारबाही हुनै पर्छ र हुन्छ पनि गरेर देखाउँछ पनि हाम्रो पुलिस प्रशासन त्यति कमजोर छैन किनभने यो कानुनमा लेखिसकेको कुरा छ राष्ट्रिय जनावरलाई मार्नेलाई कानुन अनुसारको कारबाही अवश्य हुन्छ पक्रिन्छ जति मान्छेले यातना दिएछ ती मान्छे सबै पक्रिन्छन् ढुक्क हुनुहोस् पक्राउ पर्छ हैन पक्राउ पर्छ र अर्को चोटिदेखि यसरी यस्ता निन्दनीय कार्य कसैबाट हुँदैन किनभने एउटा त्यो संस्कार छ त्यो नै निवेदन बढाउनु पर्यो संस्कार त तपाईको संस्कार कस्तो भने गौदान गर्ने भन्ने संस्कार म पनि एउटा के गाईले चाहिँ गौदान गर्नुपर्छ बुहारी गाईलाई खोलामा बगाउने एकदम गलत यो बैतरणी तर्नी भनेर शास्त्रमा लेखेको छ एकदम गलत शास्त्रमा लेखेको छ यो शास्त्रको अनुसार दान गर्ने हो त्यो एउटा बाजेलाई दिएर पठाउने खोलामा बगाएर कुटी बगाउन लेखेको होइन त्यो एउटा दान गर्नुपर्छ है भनेर हामी अचेल चाहिँ गाईको सट्टा हामी गाईको बराबरको पैसा दिन्छौँ त्यो एउटा त्यसलाई परिमार्जित गरेर लगेर गाई दान गरेर धर्म हुने होइन यो कुरा हाम्रो कन्सेप्टबाट झिकौँ गाईलाई अर्कालाई दिएर कुटी मारेर धर्म भयो त झन् पाप लाग्यो तपाईले जसको लागि गर्नुभएको छ त्यो मान्छे झन् मोक्षै पाउँछ त झन् त्यो पापको भागीदार भयो त्यसैले गर्दा सम्हालिनुहोस् हाम्रो जनावरहरूलाई मारेर कुटेर लखटेर तपाईहरुलाई धर्म अवश्य हुँदैन झन् अब नेपाली समाज यी पुराना संस्कारबाट सुदृढ तरिकाले सुधार्नु तरिकाले अगाडि बढ्नुपर्छ परिमार्जित हुनुपर्छ एकदम जानुपर्छ हजुर अब त्यसरी अगाडि बढ्दै गर्दा अब त्यहाँका जुन हाम्रो परम्परा नै हो हामी यसलाई हामी छोड्दैनौँ भन्ने परम्परालाई पनि परिमार्जित गर्दै जानुपर्छ किनभने जनावरलाई मार्न तपाईहरु मोटिभेसन गर्न सक्नुहुन्छ तपाईहरु सकिन्छ नि किन सकिँदैन कस्ता मान्छेले गर्न सकिन्छ एउटा कुसंस्कार र कुरीतिलाई गर्नुस् भन्दा परिमार्जित गर्नुस् भन्दा गर्नुहुन्न र उहाँहरु मूर्ख हो र उहाँलाई थाहा नभएको कुरा ल यो एउटा यहाँ बाजेले जे बोल्दियो त्यही एकदम मान्छेले सदर गर्छन् त्यो एकदम भ्रममा नपर्नुस्
त्यो के अरे गाईलाई बगाएर गाईलाई कुटेर लखटेर तपाईँहरूलाई घरमा हुँदैन। त्यसले कति त्यसको रोएर त्यसको आत्माले कति सरापेको छ त्यो कुरा तपाईँहरूलाई थाहा छ। ऊ बोल्न नसक्ने एउटा निर्जीव प्राणी हो। उसले बोल्न सक्दैन भने उसलाई ज्यादती गर्न पाइन्छ त? अहिले हाम्रो गाईको सट्टामा आफ्नै आमालाई पिटेको त्यो चुप लाएर बसिरहन्थ्यो होला। हो आमा भन्दा आमा पछिको मैले भने कि गाई कि माई, हामी गाई र माई आमा छान्छौँ। त्यसैले गर्दा आमाको कुटाइ नगर्नुहोस्। तपाईँले गाईलाई कुट्नु भने आमालाई कुट्नु बराबर हो। अब जुन गाईले दुध दिन्छसम्म खाने त्यसो छोड्नेहरूलाई के भन्नु? एकदम नै गलत हो। यो तपाईँहरू नगर्नुहोस्। कि सक्नुहुन्छ भने पाल्नुहोस्, सक्नुहुन्छ भने नपाल्नुहोस्। अर्कासँग लिने जुन चाहिँ दुनो सोझ्याउन्जेल दुध खाउन्जेल लिने, त्यसपछि लगेर भिरमा खसाली। तपाईँहरू कति पापी! तपाईँहरूलाई त्यही पापले गर्दा तपाईँहरूको नै कहिले उन्नति र प्रगति हुँदैन। यस्ता पाप नगरिदिनुहोस्, यो पाप हो। अब यो घटनाबाट नेपाली समाजले के बुझ्छ? म अर्को कुरा पनि भने तपाईँहरूलाई आमाले जन्म दिन्छन्, आमा बुढी हुँदै जान्छन्, तपाईँको स्वास्नी छोरछोरी सबै घर परिवार मिल्छ, त्यो आमा एक्लै हुन्छन्, त्यो आमालाई लगेर भिरमा खसाल्न सक्नुहुन्छ? यो कुरा तपाईँहरूले बुझ्नुहोस्। गाई भनेको पनि आमा बराबरको हो। आमालाई फाल्ने कोसिस नगर्नुहोस्।